मित्र मध्येका एक हाम्रा नेमी श्रोता धन बहादुर चन्दज्यूको लेखान्त राख्नु सामुन्डानी छ। दादा नमस्कार, मैं धन बहादुर चन्द हूँ। बैतडी जिल्लाको शिवनाथ गाउँपालिका 2 शर्माली अम्सैनी मेरो घर हो रे चाल। मैं काठमाडौँमा छु। वहीँ बैठे दादा, आज मैले हमारी शर्मालीका बारेमा, शर्मालीको ऐतिहासिक क्षेत्र शर्माली अमरगढी किल्लाका बारेमा रचना बनाउने प्रयास गरेका छु रे। वाचन गरिदिया हाँ भनेका छन् उनले। के लेखेर अन्त शर्माली अमरगढी किल्लाका बारेमा धन बहादुर चन्दज्यूले बैतडी जिल्लाको शिवनाथ गाउँपालिका 2 शर्माली अम्सैनीमा जन्मेर काठमाडौँ बैठे यसो लेखेका छन्। राख्दो सा भण्डानी छ। पुर्खाले आर्जाको माटो जन गर्या मन पडी, घुम्न आया हेरी गया शर्मा लिकी गढी। बरिखा मासको पानी सँगै जान्या पहिरो, चारैतिर पर्खा नछ बीच माछा गहिरो। खुँडा तरवार वाइ मिलन्थ्या हाम्रा बज्या भन्थ्या, अङ्ग्रेजसित लड्डा किलाई तसै गढिरहन्थ्या। पूर्वमा गोर्ख्याको न्वालो ठन्न पानी खाना कि, सुरुमा त डरै हुन्थे तैबाट जाना कि। नजिकै खलपुरी मैदान क्रिकेट खेल्ला कि, अमर सिंह अमर रथ्या झलना रेल्ला कि। नजिकै छ क्याम्पस पनि किताब पढ्दा कि, ऐतिहासिक क्षेत्र हजुर बनायो लड्डा कि। शर्माली सनकोटको सेरो उन केरो केरो, अमरगढी घुमि गया अनुरोध छ मेरो। अमरगढी घुमि गया अनुरोध छ मेरो, शर्माली सनकोटको सेरो उन केरो केरो भन्नान्। दादा आज यति लेखौँ, अर्का दिन लेख्ला बाँकी। सम्झना हजुर लगायत रेडियो सुनि बसेका सबलाई रे, मलाई चिन्ने नचिन्ने सबैलाई सम्झना छ रे। तिहारको लै शुभकामना छ भन्नान् रे। छुट्टिनान् हाम्रा बीचमा निरन्तर आइरहने नेमी श्रोता धन बहादुर चन्दज्यू बैतडी जिल्लाको शिवनाथ गाउँपालिका 2 शर्माली अम्सैनीमा जन्म्यान काठमाडौँमा सन्मय पछि आफ्नो गाउँको वर्णन गर्दा थिए। गाउँको ठाउँको वर्णन तम रविबार मार्फत हरेक समय गर्न सकन्छौ। रे धन बहादुर चन्दज्यूलाई विशेष धन्यवाद दिनु। अर्का हप्ता के लेखेर अन्त हामीलाई कौतूहलता भया हुन्छ। भौतिक मित्र अलग